यति बारी खनिसकेर चाहिँ गुरुकोमा गएर एकपल्ट हातेर आउनु पर्यो भनेको। बारी अब पानी नपरेर सबै यस्तो भइरहेछ। यति चाहिँ सक्छु अनि जान्छु कि जोगीमिरे गुरुकोमा पनि नगएको धेरै भयो। यसो गरेर हातेर आउनु पर्यो भनेको। ल आजलाई काम सक्यो। यो कोदाली पनि माग्दैन जिठेकै लगेर चापेर ल्याउनु पर्नेछ। के गर्नु र अब म पनि जानु पर्यो यतातिर। अब घर पुगेर चाहिँ यसो जोगीबिरे गुरुकोमा पुगेर आउनु पर्यो। हैन हो ज्योतिष काम गर नि के गर्नु र। कोही हात हेराउन आउँदैन नाके पनि यो ज्योतिषको काम छैन भन्छन्। अब ज्योतिषको काम नि छोड्नु पर्छ होला हो। होइन अब भोक त डरो लाग्यो त। यो बहिनी के गर्दैछौ? भात खान जानु नि अनि। खै भात पस्किने त अनि त भातै नपस्किँदै के खानु त तेरो? त के पस्किदिनु मैले? छिटो गरेर पका। बिहानदेखि घरमा भात पकाउँछ भनेर छोडिदिएको त भातै पो रेडी छैन हौ। के अब गुरुलाई लगिदिने कसैले केही छैन। हिजो अस्ति पाकेका यिनै केरा छन्। यिनै एक बोरा लगिदिनु पर्यो। हात त अब पैसा छैन। अब पैसा नभएपछि के गर्नु छ र? नमस्ते गुरु। नमस्ते। अब आउनु म त अब तपाईँको घरमा त ठ्याक्कै हाल तेराउन भनेर आएको होइन। अनि तेराउन भनेर आएको। यसो गर दशा काट्नु पर्नेछ। हात हेरिदिनु पर्यो हौ गुरु। ल म हेर्न सुरु गरिहालेँ नि त। ओम नारायण सत्य 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 तिम्रो गुरु एकैछिन पक्नु है। एउटा कुरा त सत्तै बिर्छ तपाईँलाई। तपाईँले यात्रा यात्रा केरा ल्याइदिएको थियो नि हौ। अनि अब यी केरा खानुहुन्छ कि भनेर ल्याइदिएको। नहाँस्नु होला। केरा त यता छ नि हौ। साल महिना गते समय भन। साल महिना गते समय गुरु। के भन्छ र? अनि हजुरले साल महिना गते समय भन्न लाग्यो होइन? आफू के बार कहिले कुन मितिमा कुन घडीमा जन्मेको त पो भनेको त। घडी भन्नुहुन्छ भने अब टेबलको घडीमा जन्मेको साल महिना गते समय पहिलेकै हो। त्यही म कति गते जन्मे त्यति गते मिलाएर हेर्नु न। ल हेरिदिन्छु। ल हेर्नु न ल। ओम नारायण सत्य देवी ओम ओम छु। तिम्रो त नि बाबु अनिष्ट भयो त बेला गइदिन आउने भयो। हैट अब बेगरलाई हजुरकै छोरी उडाइदिए मात्रै हो गुरु। अब राम्री हेर्दिन छु जानुपर्छ भोलि। त्यो कुन देशमा पर्यो होला? त पलाहरू लागि बुइनी। ए त जुखुरी त्यो चाहिँदैन गुरु। तपाईँको त्यो बल्ला गरेर त जोगीमिरे चाहिँदैन। त्यो च्याखुरी मलाई चाहिएन होइन गुरु। अब हात हेर हातको रेखाले के भनौँ? हातको रेखाले मैदा छ भनौँ। अनिष्टै अनिष्ट देखियो के गर्ने हो। अरू केटीको फोटो हेर्छौ त? खै केटीको पनि हेरिदिउँ न एकपल्ट। के भएको छ र? ल हेर केटीको बाउ। ओहो अब केटीको बाउ रहेछ। बाउसँग बिहे गर्ने होइन मेन केटीको चाहिँ लेखाउनु न हौ। यो हङकङमा बस्छ। अब यसकी छोरी दुबईमा बस्छ। ए छोरी कति राम्रो चिटिक्क परेकी दारा बाहिर निस्केकी काली काली घोप्टे अजिङ्गाले किरिएर छ नि यो त। यो मन पर्न अर्को देखाउनु। यो माथि मिलबटेकी साइलाकी छोरी। मेलपट्टि साइलाकी छोरी यो। अनुहार त बादलकै कन्नु भएको रहेछ नि हौ। अनि यो त भएन गुरु अर्को देखाउनु। अरू चाहियो? के गर्नु? लु यहाँ हेर त घर। यसले भनेको होइन खुब अच्छा अच्छा भन्दै खाँदिरहेको छ नि हौ। गुरु तँलाई एक कोरा केरा ल्याइदिएको खान्छ भनेर गुरुले झन् राम्रोसँग हात नि हेर्दैन तँलाई। म जान्छु अब। साला हुन्छ नि हौ अलिकति अब मान्छेको गर दशा हेर्ने कुरा पनि हुन्छ। एउटा हुन्छ नि हौ तरिका साला।